ल सबैजनालाई नमस्कार। आज म विशेष ठाउँमा आएको छु। विशेष ठाउँ भन्नाले चाहिँ यो रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका अन्तर्गतै पर्ने 6 नम्बर वार्ड ओख्रेनी भन्ने ठाउँमा आएको छु। र तपाईँहरू देख्न सक्नुहुन्छ कसको यो जुनार बगैँचा हो भन्ने पनि थाहा भएन। म पसिहालेँ भिडियो रेकर्ड गर्नलाई। मलाई एकदमै रहर लाग्यो। यसअघि आमा तपाईहरु पनि देख्न सक्नुहुन्छ। टिप्न त सक्नुहुन्न, देख्ने त हो। म खिच्नेले त टिप्न पाउँदिन भने राधे ल यति धेरै छ कि बाबा। ल ल हेर्नुस् त, यहाँ जता हेर्नुस्, जसरी हेर्नुस्, जति हेर्नुस् हेर्नुस् रहर लाग्दो छ। के गर्नुहुन्छ त? यस्तरी यस्तरी चाहिँ फलेको बगैँचामा हिँड्दा पनि छुट्टै आनन्द हुन्छ। बाबा हो, हेरेर पनि हेरि नसक्ने बगैँचा। अब यसलाई ड्रोन शट चाहिँ सर र माथिबाट उडाएर चाहिँ खिच्न पाएको कति दामी। ल हेर्नुहोस् त, जति देख्नुहुन्छ घुमेर नसकिने। यो खेतमा सबै तोरी हुँदो रहेछ। कृष्ण सर कता हो? म त हराइ गएँ क्या। आम्मा कसरी केजी रहेछ त यो बेच्ने चाहिँ उहाँहरूले? सुन्तला 100, जुनार 50 भने चाहिँ यो 50 रुपियाँ केजीले किनी खान पाइयो। अलिकति डाँडापट्टिबाट हेरेर एउटा अलिक मजाको निकालौँ भने। खोइ त अग्लो ठाउँै रहेनछ क्या, फेरि सबै उस्तै खालको रहेछ। खेतमा पनि त यति मेहनत गर्नु पर्दो रहेछ। जति सुक्खा भए पनि आम्मा यार, म त पागलै भएँ यार आज। जुनार रहेछ, सुन्तला होइन। यस्तो गर टुमा तलतिर गाउँतिर बुद्धचित कति खान्छ 2 बजीको अगाडि। पुरा पागलै होस् अनि भोकाकै मान्छे अनि यो बगैँचामा छोडिदिनु। जति टिपेर खायो भने त्यही पागल हुन्छ खाँदा खाँदा। ल तपाईँहरू सबैको जय होस्। टिप्न नपाए पनि हेर्न पाउनुभयो, हेर्न नपाएकोले हेर्न पाएँ। सधैँ जय होस्। चाहिँ नि जुनार खाना चाहिँ रामेछाप नगरपालिकाको 6 नम्बर वार्डको ओख्रेनी भन्ने ठाउँमा आउनुहोस्। यो चाहिँ जुनार खेती भएको ठाउँमा देखाएँ मैले। तल अघि सुन्तला बगैँचा पनि टन्नै थियो, त्यहाँको चाहिँ लिनै पाएन बाटोमा। र गाउँ चाहिँ यही हो।